सो हे गाइज वेलकम ब्याक टु माई डेली न्यू भ्लग। आजको मेरो दिनको सुरुवात हुन्छ घाँस काट्न जानुबाट। बिहान उठ्ने बित्तिकै घाँस काट्न जानुपर्ने भयो गाइज। हेर्नु न, यो चाहिँ मेरो घाँस काट्न लाउने ड्रेस हो, कस्तो छ कमेन्ट गर्न नभुल्नु होला। अनि मैले जस्तै गाउँमा बसेर घाँस काट्न कुकुरले पर्छ त्यो पनि कमेन्ट गर्न नभुल्नु होला। यति भन्दै म पनि घाँस काट्नलाई अब खोँडासडा लिएर निस्किसक्छु। अनि म निस्केको त छोरो पनि म पनि जान्छु अङ्कल भन्यो, अनि त्यसलाई पनि लिएर मैले होइन आजभोलि गर्मी बढ्न साथ कस्तो चरु घाम लाग्यो भनेको। अनि त्यसपछि त्यही घामसाम मतलब नगरेर जसरी पनि जानै पर्ने छ भने म पनि हिँडेँ घाँस काट्नको लागि। अनि घाँस काटेर मैले मुठो पनि पुऱ्याउँछु ठ्याक्क लाएर 2टा मुठो पुऱ्याएँ। अनि 2टा मुठो चाहिँ किन भन्दाखेरि मैले एउटा छोराले एउटा हो कि अब गइसकेपछि त्यसलाई पनि बोकाउनै पर्यो। होइन तैँले नबोक के घाँस छोड्दै म मात्रै बोक्छु तँ नलैजा भनेर भन्यो भने पनि त्यसले होइन अङ्कल म त लाने हो भने गर्छ कि। अनि त्यो भएर त्यसलाई पनि मैले एउटा मुठो काटिदिएँ। अनि 2टा मुठो बोकेर बाउछोरा भएर घरतिर हिँड्ने हो। गाउँमा बसिसकेपछि तब यतिको त हुनै परेन होइन क्या, कि कसो त हिँड्नु पर्यो भने चाहिँ अलिक धेरै घाँस पुऱ्याउनु पर्ने हुन्छ कि हामीले चाहिँ। अनि त्यही भएर मैले पनि 2टा मुठो घाँस काटेको आज चाहिँ खास मात्र भन्दा अरू बेला त एउटा मुठो ल्याएर छोडिदिन्थेँ कि मैले पनि। म कहाँ जाँदैछु र के गर्दैछु भनेर चाहिँ त्यो चाहिँ भोलिको भिडियोमा आउँछ। यो चाहिँ तपाईँहरूलाई सरप्राइज हुनेवाला छ, तपाईँहरूले चाहिँ भोलि हेर्न सक्नुहुन्छ त्यो भिडियो। यति भन्दा भन्दै म पनि घर आइसकेर अनि बाख्रालाई घाँस पनि हालेँ। देख्न सक्नुहुन्छ बाख्रा चाहिँ कस्तो खुसी भएर घाँस खाइरहेको छ। यस्तो बाख्राहरूले घाँस खाएको हेर्नु चाहिँ कस्तो मजा लाग्छ कि मलाई चाहिँ। तपाईँहरूलाई कस्तो लाग्छ गाइस? अनि म पनि घाँस सास काटेर आएर बाख्रालाई घाँस हालेर पसिना पसिना भएको थिएँ। अनि नुहाएर फ्रेस भएर बसेँ। अनि यत्तिकै बसिराखेर मात्रै त भएन, तपाईँहरूलाई पनि केही कन्टेन्ट त दिनु पर्यो होइन। अनि त्यही भएर म पनि मैले लगाएको स्ट्रबेरी हेर्न गएँ कस्तो भयो भनेर। अनि मलाई चाहिँ यस्तो फ्रुटहरू रोप्नु चाहिँ एकदम मन लाग्छ गाइस। अनि मैले चाहिँ घरमा टन्नै फ्रुटहरू रोपेको छु, त्यो पनि तपाईँहरूलाई मैले अर्को भिडियोमा देखाउँला। अनि त्यो रातो भएर पाकेको स्ट्रबेरीलाई ट्याप्प टिपेर लगेर मैले मम्मीको मुखमा पनि हालिदिन्छु। अनि यो ठुल्ठुलो केही दिन नसके पनि यस्तै सानो कुरा भए पनि दिनु पर्यो नि त होइन, कि कसो। अरू ठुल्ठुलो कुरा त पछि दिँदै गराउनु नि त होइन। अहिले यस्तै सानो कुराले भए पनि खुसी त पार्नु पर्यो नि त होइन गाइस। तपाईँहरूले पनि आफ्नो मम्मी बाबालाई यस्तै सानो कुरा केही गरेर खुसी पार्न सक्नुहुन्छ। अनि त्यसपछि म बाहिर के गएको थिएँ, कुकुरले त मलाई घुमाउन लैजाको भन्दै थियो। हेर्नु न कस्तो गरिरहेको छ यो घुमाउन नलगेको भएर चाहिँ। त्यसपछि मैले कुकुरलाई खोलेर डुलाउन पनि लिएर जान्छु। देख्न सक्नुहुन्छ कस्तो गरिरहेको छ खुसी भएर। आफू मात्रै खुसी भएर पनि भएन, भएको चाहिँ सबैलाई खुसी त बनाउनै पर्यो होइन र गाइस। अनि यति भन्दै म जान्छु कुकुरलाई डुलाउन। अनि देख्न सक्नुहुन्छ कुकुरलाई फुकाल्ने बित्तिकै क्या मजाले भागिदिरहेको मिल्का तेज चाहिँ। सानो भए पनि कति बलियो भनेको धन्दै तानेर फुत्किरा। अनि डुलाउँदै हगाउँदै मुताउँदै लिएर हिँडिरहेको थिएँ, झ्याप्प एक्कासी बिरालु पो देखेछ। अनि त्यसपछि कुकुरको रियाक्सन हेर्नु कस्तो हुन्छ भनेर। बिरालु त देख्नै हुन्न, भुकेको भुकै गर्छ। किन हो गाइस खास कुकुर र बिरालु नमिल्ने, यो पनि भनिदिनु पर्यो। कसैलाई थाहा छ भने कमेन्ट गरेर नभुल्नु होला। यिनीहरू कराउने फेरि टाढाबाट मात्रै हो कि, नजिक लैदियो भने फेरि दुइटै चुप्प लाएर बस्छ होइन। लड्दा पनि लड्दैन, कराउँदा पनि कराउँदैन। खै किन टाढाबाट मात्रै कराउँछ त। नजिक लगेर एकछिन लडाइदिनु पर्यो भनेको बिरालु पनि भागिहाल्यो। अनि म पनि कुकुरलाई लिएर लागेँ घुम्नको लागि। अनि कुकुरलाई लिएर डुलाउँदै के हिँडेको थिएँ। अनि बाटोमा त सब्सक्राइबर बहिनीहरू पो भेटिए त। अनि यिनीहरूले चाहिँ मलाई चाहिँ हाई गर्दै थिए, मैले कुकुरलाई डुलाउँदै थिएँ। त्यति बेला यसो सानो भिडियो बनाएको त्यो हाई गर्दै थिएँ तिनीहरूले चाहिँ। ताइ मैले तपाईँको भिडियो युट्युबमा देखिरहेको थिएँ भन्दाखेरि चाहिँ क्या खुसी लागिरहेको यति सुन्दा पनि। तपाईँहरूले पनि भगवान स्टार्ट गर्नु। अनि त्यसपछि सानो कुराले पनि कति खुसी मिल्छ भनेर थाहा हुनेछ है। अनि आजको लागि यति नै, म चाहिँ केही कारणवश बाहिर आउनु परेको थियो, त्यसै कारणले भोइस ओभर पनि राम्रो भएको छैन। आजको लागि यति नै, बाइ बाइ गाइस।